जेनजीहरूको माग सुन्नुपर्छ भनेर सरकारलाई माइती घर मण्डलाबाट दबाब दिँदै गर्दाखेरि डाक्टर निकोलस भुसाललाई चाहिँ प्रहरीले पक्राउ गर्छ। अनि गुन्डुतिर आइस भने तेरो किमा बनाएर पठाउँछु भन्ने महेश बस्नेत 76 जनाको हत्यारा, स्कुल ड्रेसमा गएका विद्यार्थी कलिला भाइ बहिनीहरूलाई ताकी ताकी गोली हान्ने हत्यारा आज खुलेआम घुम्दैछ। गुन्डुमा उसको शक्ति प्रदर्शन गर्दैछ। आज उनीहरूलाई चाहिँ त्यही सरकारले सुरक्षा गार्ड सहित हतियार सहित सुरक्षा दिँदैछ। जेनजीको आलो रगतमा टेकेर बनेको यो सरकार कहाँबाट परिचालित छ? गृहमन्त्रीज्यू, तपाईलाई पाप लाग्छ। तपाई ती कलिला भाइ बहिनीहरूको रगतमा टेकेर गृहमन्त्री हुनुभएको होइन। गृहमन्त्री बनेको 1 महिनामै बिर्सिनु भयो ती रगतका टाटाहरू, ती आलो घाउहरू। शहीदको परिवारले तपाईबाट कत्रो आशा गरेका छन्। आज तपाईले ती शहीदको परिवारहरूसँग आँखामा आँखा जुदाएर भन्न सक्नुहुन्छ कि तपाईको छोराछोरीको बलिदान म खेर जान दिन्न भनेर? आज ती हत्याराहरू खुलेआम घुम्दै गर्दा शहीदको आमा बुवालाई कस्तो भयो होला? तपाईले महसुस गर्नुभएको छ? एउटा हत्याराको छोराछोरी छैन, त्यसले सन्तानको महसुस गर्न पाउँदैन। सन्तान नहुँदाको महसुस कस्तो हुन्छ त्यो हत्यारालाई थाहा छैन। तर एउटी आमा प्रधानमन्त्री छिन् अहिले, ती आमालाई त होला नि एउटा सन्तानको माया। आजकै दिन गुन्डुमा शक्ति प्रदर्शन हुँदैछ हत्याराको। आजकै दिन हत्याराहरूले खुल्ला च्यालेन्ज गर्दैछ गुन्डुमा आइस भने किमा बनाएर पठाउँछु भनेर। कि गृहमन्त्रीले यता ध्यान दिने कि जेनजीहरूको माग सरकारले पुरा गर्नुपर्छ भनेर शान्तिपूर्ण रूपमा सरकारलाई झकझक्याउँदै गर्दा माइती घर मण्डलाबाट डाक्टर निकोलस भुसाल चाहिँ पक्राउ पर्नु भएको छ।